एकैछिन यस्तो घाममा खनेको थाकिसक्यो यार, यति खन्ने। हेलो नमस्ते गाइज, होप यु आर फाइन। म पनि एकदम फिट एन्ड फाइन छु। सो आजको ब्लगमा हजुरलाई स्वागत छ। आज चाहिँ डे 2। सो आज चाहिँ हामीले यो बारी खन्नुपर्ने हुन्छ टक्क लाएर, कोदाली यहाँ। अब यसलाई चाहिँ मैले पुरै फिनिस हानिदिन्छु खनेर। सो भिडियो अन्तिमसम्म हेर्नु होला। सो स्टार्ट गरौँ है त ब्लग। सो गाइज मस्त घाम लाग्यो। अनि पहिला पनि खनेको थिएँ, अनि यसलाई अलि मसिनो बनाउनु पऱ्यो कि यस्तो झारहरू फालेर, अनि यसलाई टक्क त्यो बनाउनु पऱ्यो। त्यो भएर चाहिँ हजुरले भिडियो अन्तिमसम्म हेर्नु होला। मैले यहाँदेखि होइन, यहाँसम्म खनेर भइसक्यो। अब यहाँदेखि यति अझै यति खन्न। सो हेर्दै जानु होला भिडियो अन्तिमसम्म कस्तो हुन्छ। ओके लास्ट घाम लगाइरह, त्यो यस्तो रेस्ट गरी गरी खन्न परिरह। अघिको भन्दा यति खनेर भइसक्यो, अघिको भन्दा यति चाहिँ खन्ने है। अब एकैछिन रेस्ट लिने अनि खन्ने, त्यो गर्नुपर्छ। बिदामा केही काम पनि होइन, अनि बाहिर पछाडि आयो खन्यो, त्यही काम हो। अनि बिदामा त मोबाइल हेऱ्यो बोर मात्र। त्यो भएर मस्त हजुरहरू नि बिदामा के गर्ने भनेर सोच्नुभयो भने बोरिङ टाइममा पछाडि जानु मस्त खन्नु। सो यो समात्नु, हजुरहरूकोतिर यसलाई के भन्छ, यता त कोदाली भन्छ के अरे। मस्त यो समाउने ड्याङ ड्याङ खन्ने। सो यति खनिसक्यो मैले, अब यति बाँकी हो। अब घाम लगाइराखेँ कि नत्र त मैले फेरि सुपरम्यान जसरी खनिहाल्थेँ। अब रेस्ट लिँदै खन्नुपर्छ, केही छैन। यो पहिला खानेको, त्यो भएर नरमै छ सबै। फेरि मैले खानेको कि पहिला नि। सो हेर्नु होला भिडियो अन्तिमसम्म, अनि इन्जोय गर्नु होला। गाइस काम गर्न त्यति सजिलो पनि छैन यस्तो घाममा। आमा यो घामले पो खाइदियो त आधा इनर्जी त। सो यति यो खने होइन। अब यसको यो झारहरू देख्यो भने अलिअलि हो यस्तो झार के, यसलाई ट्याक्क समात्ने यस्तो गर्ने होइन। हजुरहरूले आउँदैन भने सिक्नु ल। ट्याक्क यस्तरी समात्ने झारहरू यस्तो गर्ने, अनि ट्याक्क यस्तो डाँडा पारी फालिदिने ट्याक्क। अब धेरै छैन, जम्मा यति हो। अनि लास्टमा हेर्नु होला ब्लग चाहिँ। अनि भोलिको ब्लग पनि बबाल आउँछ। आज चाहिँ डे 2 हो, हिजो डे 1, आज डे 2। किनभने मैले डे 15सम्म लगातार हाल्छु भन्थेँ नि त, त्यही भएर आज चाहिँ डे 2 हो। सो सबैजनाले भिडियो अन्तिमसम्म हेर्नु होला है त। सो अब फेरि हामी लागौँ हाम्रो काममा। ए ल, अब यति खनेको। अब फेरि अब यो हजुरहरू चाहिँ मैले चाहिँ टाइम ल्यापमा हाल्छु। टाइम ल्याप भन्छ कि ल्याप खै के भन्छ, मैले राम्रोसँग हेरेँ होइन। त्यसमा हाल्छु, छिटो खने जस्तो देखिन्छ होइन। अनि यति खन्न हो। अनि सबै अब चाहिँ सबै खनेर भएपछि मात्र भेटौँ है त। यति अब धेरै छैन, जम्मा यति हो, इजिली भइन्छ। बल्ल भ्याइयो। त्यहाँदेखिबाट यो चाहिँ खै सिमी हो कि के हो, यो काट्नु भएन। यति बल्ल भ्याइयो यार, पसिनै पसिना भयो। लास्ट गाह्रो चाहिँ यत्रो खन्न। आमा रेस्ट लिँदै लिँदै खनेको। आमा घाम त पुरै चर्केको चर्कै। धेरै पनि बजेन, 8:30 बज्यो होला। यस्तो घाम चर्किरह, पुरै त्यो दुबोहरू नि जिलाइदिए। अनि यो पुरै भ्याइयो, काम डन भइसक्यो। सो आजको भ्लग यति नै। यदि मनपर्छ भने लाइक गर्नु होला। यस्तै भिडियोहरू चाहिन्छ भने सब्सक्राइब गर्नु होला। सो बाई भन्न होला थिएँ। दिपचुल डाँडाको भ्यू फेरि देखाउन मन लागिहाल्छ, यस्तो बबाल देखियो दिपचुल डाँडा। सो त्यही भएर सो आजको भ्लग यति नै। बाई गाइज।